शिक्षा आर्जन गर्दा मात्र हुँदैन, सिप र दक्षतामा जीवन जिउने पहिलो आधार हो भन्ने अभिप्रायले कमजोर अवस्थामा रहेका नगरका सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार ल्याउनु चालु आवामा भएका कार्यक्रमलाई निरन्तरता दिएको छु। शिक्षक र विद्यार्थी अनुपात नमिलेका केही विद्यालयहरूलाई राइट साइजिङ गरी अनुगमन मार्फत प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्था गरेको छु। आधारभूत तहसम्मको शिक्षामा अनिवार्य निःशुल्क घोषणा गरी लागू गर्न र सो अनुरूपको कार्य गर्नको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। 4. रत्नगर नगरपालिका शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतना युक्त नागरिक निर्माण गर्न चाहन्छ। हाम्रो आगमनपछि स्वास्थ्य क्षेत्रमा भएको परिवर्तनले नागरिकको आशामा न्यानो किरण थपिएको अनुभूति गरेको छु। खास गरी गर्भभित्रको भ्रूणको लागि आइरन, फोलिक एसिड, क्याल्सियम चक्किरा, भिडियो एक्सरे सेवा, बाल स्वास्थ्यको लागि खोप सेवा, मातृ स्वास्थ्य, ज्येष्ठ नागरिकको दीर्घ जीवनको लागि ल्याब सेवा र अतिरिक्त क्रियाकलापको कार्यक्रम, क्षयरोग बिरामीको लागि निःशुल्क औषधि सेवा, कमजोर वर्गका लागि बिमा, विपन्न नागरिकका लागि उपचार राहत कोष, अस्पतालमा छटपटाइरहेका बिरामीहरूको लागि निःशुल्क रक्त सेवा, मृत्युशयमा चढेका मृतक नगरवासीको लागि निःशुल्क शववाहन सेवासम्म होम टु टर्मसम्म स्थानीय सरकार साथैमा छ भन्ने सन्देशसहित हाम्रो लगानी गरिरहेका छौँ। स्वस्थ भएर बाँच्ने कलाको रूपमा रहेको योग लगायत यी सबै कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरेको छु। त्यसै गरी यसै वर्षदेखि विपन्न अन्य सरकारी सुविधा नलिएका र बिमा नगरेका पपुलर अस्पतालबाट रिफर भएका बिरामीलाई थप उपचार गर्न नगरपालिकाको सिफारिसमा भरतपुर अस्पतालमा उपचार सहायता कोषको व्यवस्था गरेको छु। एक घर एक धाराको विगतको नीतिले निरन्तरता पाइराखेको अवस्थामा हालसम्म करिब 19,500 घरधुरीको धारा जडान भइसकेकोले बाँकी 2,903 धारा घरमा धारा जडानको लागि बाँकी रहेकाले सबै घरमा धारा जडानको लागि प्रोत्साहन गर्न एवं खानेपानीको गुणस्तर सुधार र धारा जोड्न नसकेर विपन्न नागरिकलाई सहायता पुर्याउन आवश्यक बजेट व्यवस्था गरेको छु। 6. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन 2074को मर्मत र भावना बमोजिम आर्थिक वर्ष 82-83देखि पूर्वाधारतर्फका सम्पूर्ण योजनाहरू वैशाख मसान्तपछि सम्झौता गर्न नमिल्ने गरी सफ्टवेयर सिस्टम विकास गरिनेछ र जेठ महिनादेखि फरफारत गर्ने र आगामी वर्षको प्लानिङको लागि श्रावण महिनादेखि नै कार्ययोजनाका साथ अघि बढ्ने व्यवस्था मिलाएको छु। धेरै योजना निर्माण गरी ससाना बजेट छाड्ने र वितरणमुखी योजना घटाई नागरिकको अपनत्व नहुने खालको कार्यक्रमलाई निर्माण गरी सक्रिय नागरिक सहभागिता हुने धेरै बजेटको सीमित योजना बनाई कार्यान्वयनमा लैजाने प्रयास गरेको छु। विस्तृत सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति लगायतका पूर्व तयारी पुरा भई कार्यान्वयनमा जान सक्ने आयोजनालाई मात्र कार्यक्रममा समावेश गरी बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। ठेक्का प्रक्रियाका तर्फका योजनाहरू कार्तिक मसान्तभित्र र उपभोक्ता समितिका योजनाहरू पौष मसान्तभित्र सम्झौता गरिसक्नुपर्ने व्यवस्था र जेठ 15 गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरी कडाइका साथ लागू गर्ने नीति लिएको छ। सङ्घीय सरकार र बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँड र वित्तीय सामान्यकरण बापत सिलिङ तोकिएको बजेट पनि पूरा रूपमा प्राप्त नभइरहेको सन्दर्भमा गत विगतको भन्दा आगामी वर्षको चालु वर्ष खर्चमाथि परेको भारलाई घटाउने प्रयास गरेको छु। विकास निर्माण कार्यमा ब्याक होल्डर, ब्याक लोडर, जेसीबी, ट्र्याक्टर, रोलर र अन्य सवारी साधन माग गर्ने व्यक्ति वा संस्थालाई साधन उपलब्ध गराउँदा व्यक्ति वा संस्था स्वयंले इन्धन राख्नुपर्ने व्यवस्था मिलाइएको छ। पानीको स्रोत संरक्षण, सिमसार संरक्षण, प्राकृतिक स्रोतको रूपमा रहेको नगरको वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण गरिनेछ। सौरालाई वन्यजन्तुको राजधानी घोषणाको कार्यक्रम निरन्तरता दिन आवश्यक व्यवस्था गरेको छु। प्लास्टिक न्यूनीकरण तथा पानीको स्रोत संरक्षणलाई खानेपानी तथा सरसफाई संस्थाहरू
उद्योग वाणिज्य सङ्घ, उद्योग होटल सङ्घ, उद्योग होटल सङ्घ, क्षेत्रीय होटल सङ्घ, व्यवसायी सङ्घहरू जस्ता र संस्था र गैसा समेत समन्वयमा सहकार्य गरी अघि बढाउन चालु आवाको कार्यक्रम निरन्तरता दिएको छु। खेलकुदमा गत वर्षकै बजेटलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु। दलित भूमिहीन सुकुम्बासीको समस्या न्यूनीकरण गरी लक्षित कार्यक्रमलाई भूमिहीनलाई पूर्जा वितरणको लागि आवश्यक व्यवस्थापकीय कार्यको लागि बजेटको व्यवस्था गरेको छु। उद्योग वाणिज्य सङ्घको चालु आवामा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिएको छु। नगर र बढी भिडभाड हुने वडामा टोकन प्रणालीको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। कर प्रशासनलाई स्वावलम्बन गर्न सूचना प्रविधि मैत्री सेवा प्रवाहलाई अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। गत वर्षदेखि जनसङ्ख्या, क्षेत्रफल, मानव विकासको अवस्था, पूर्वाधार विकासको अवस्थाका अतिरिक्त धेरै राजस्व सङ्कलन गर्ने वडालाई धेरै र कम राजस्व सङ्कलन गर्ने वडालाई कम बजेट उपलब्ध गराउने गरिएको व्यवस्थालाई निरन्तरता दिएको छु। यसबाट वडाबाट सङ्कलन हुने राजस्व बढोत्तरी आउने र सुशासनको क्षेत्रमा प्रभावकारी कार्य सम्पादन हुने अपेक्षा गरेको छु। शान्ति चौक, पिठुवाटो बाटो, खैरेडी सडक, सौरा चौक हुँदै चित्रसारी सडक, चित्रसारी बछौली बगर हात्तीसार सडक, टाढी चौक सुब्बा चौक हुँदै डुङ्ग्री चौकसम्मको सडक, बगलरदेखि जयमाला जौनपुर सडक, टाढी चौकबाट भोका चौक हुँदै जुवानी सडक जस्ता मुख्य सडकहरूको स्तर उन्नति गर्ने कार्यको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। अपेक्षित उपलब्धि अनुमानित आय व्यय र स्रोत व्यवस्थापन। आयतर्फ संहिताको प्राप्तिपछि स्थानीय तहलाई प्राप्त करको अधिकार मध्येको पहिलो सम्पत्ति कर चालु वर्षदेखि नै यस नगरपालिका लागू भएकोले नगरको आन्तरिक स्रोतको बलियो हिस्सा सम्पत्ति कर र भूमि करले ओगटेको छ। नगर क्षेत्रभित्र बनेको घर वा संरचना र सो संरचनाले ओगटेको क्षेत्रफलको दोब्बर जमिनमा सम्पत्ति कर लगाउने प्रस्ताव गरेको छु, जसबाट नगरलाई करिब 1,95,00,000 प्राप्त हुने अनुमान छ। 2. संरचना नभएको क्षेत्रमा साविकमा लगाउँदै आएको भूमि करलाई नै निरन्तरता दिएको छु, जसबाट नगरलाई 2,04,54,000 प्राप्त हुने अनुमान छ। 3. नगरपालिकाको क्षेत्रभित्र रहेका घर र जग्गाहरू बहालमा लगाउने व्यक्ति वा संस्थालाई कृषि कार्यमा भाडा दिइने जग्गामा विगतमा लगाउँदै आएको 1% करको दरलाई निरन्तरता दिएको छु। आवासीय प्रयोजनमा लगाउँदै आएको 2% करको दरलाई निरन्तरता दिएको छु, जसबाट होटल व्यवसाय र आवासीय घर बहालमा लगाउने घर धनीलाई राहत पुग्ने र न्यून कर भएकालाई करको तिर्ने बानीको विकास हुने र करको दायरा थप फराकिलो हुने अपेक्षा राखिएको छ। सरकारी वा गैशासको प्रयोजनको हकमा लाग्ने 10% बहाल करलाई निरन्तरता दिएको छु। यसरी घर जग्गाको बहाल करबाट नगरपालिकाले 1,81,75,000 राजस्व प्राप्त हुने अनुमान छ। 4. नगर क्षेत्रभित्र व्यापार व्यवसाय गरी बस्ने व्यवसायको व्यवसाय दर्तालाई सहजीकरण गर्न विगतमा लगाउँदै करको दरलाई निरन्तरता दिएको छु। पहिलेदेखि व्यवसाय गरे पनि हालसम्म दर्ताको दायरामा नआएका व्यवसायलाई अन्तिम पटकको लागि पछिल्लो 3 वर्ष 79-80देखिको कर बुझाएमा बाँकी अवधिको कर र जरिवाना छुट गरी व्यवसाय दर्ता गरिदिने प्रस्ताव गरेको छु। यसले हालसम्म दर्ताको दायरामा नआएका करिब 500 व्यवसाय नवीकरणमा आउने अपेक्षा लिएको छु। यसरी हेर्दा चालु आवामा प्राप्त भएको करिब 1,55,00,000 व्यवसाय कर बढेर 1,69,40,000 पुग्ने अनुमान गरेको छु। 5. घर नक्साको दरमा 3 तलासम्मको मात्र व्यवस्था रहेकोमा अब 5 तला र सोभन्दा माथिको घरलाई पनि करको दर प्रस्ताव गरेको छु, जसबाट नगरलाई रु 1,79,08,000 प्राप्त हुने अनुमान छ। 6. नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरूबाट प्रदान गरिने सेवामा लगाइने सेवा शुल्क दस्तुर सिफारिस लगायतकालाई निरन्तरता दिएको छु। यसबाट आगामी आर्थिक वर्षमा पनि रु 1,81,85,000 प्राप्त हुने अनुमान गरेको छु। 7. नगरको अनुमति नलिई नगरपालिका अन्तर्गतका विभिन्न ऐलानी
र सार्वजनिक जग्गाहरूमा घर पसल निर्माण भएका छन् ती सबैलाई अब सम्पत्ति कर र भूमिकर सराको बाल बिटौरी कर शुल्कली करको दायरामा ल्याइनेछ। त्यसरी कर लगाइए बापत रु 5 लाख प्राप्त हुने अनुमान छ। 8 विभिन्न प्रशासनिक दण्ड सजायबाट रु 18,05,000 प्राप्त हुने अनुमान छ। 9 नगरपालिका स्थित कयर खोलाको ढुङ्गा गिटी बालोको ठेक्का लगाइनेछ। साथै नगरका अन्य खोला तथा नदीका क्षेत्रबाट नजन्य पदार्थ सङ्कलन गरी उपयोग गर्ने नीति लिइनेछ, जसबाट नगरलाई 20,59,60,000 प्राप्त हुने अनुमान छ। 10 व्यक्तिगत घटनाको रूपमा दर्ता हुने जन्म मृत्यु विवाह बसाइ सराई सम्बन्ध विच्छेद लगायतबाट 10,65,000 प्राप्त हुने अनुमान छ। 11 नगरपालिका क्षेत्रमा रहेका घर पसल उद्योग र व्यवसायहरूबाट उत्सर्जन हुने फोहोर मैला व्यवस्थापनको लागि नगरले आय ठेक्का बन्दोबस्त गर्दै आएकोले आगामी आवामा आय ठेक्का बापत नगरलाई 73,20,000 प्राप्त हुने अनुमान छ। 12 नगरमा उत्पादन हुने जडीबुटी कवाडी तथा जीवजन्तु करबाट 18,09,000 आम्दानी हुने अनुमान छ। 13 जग्गा वर्गीकरण गर्दा बिक्री वितरण प्रयोजनमा पूर्वाधार शुल्क बापत रु 5,000 निर्यायकमा सो दरलाई निरन्तरता दिएको छु। त्यस्तै विविध शीर्षकमा नगरलाई प्राप्त हुने अन्य दस्तुर लगायतबाट नगरलाई 1,54,70,000 प्राप्त हुने अनुमान छ। 14 यसरी नगरपालिका आफैले सङ्कलन गर्ने अतिरिक्त स्रोत बापत आगामी अब 82-83 को अन्त्यसम्म करिब 14,52 लाख आम्दानी हुने अनुमान गरेको छु। त्यस्तै अन्य आम्दानीतर्फ तफसिल अनुसार हुने अनुमान छ। अब हामीलाई सङ्घीय सामान्यकरण अनुदान 17,89 लाख, त्यसै गरी सङ्घीय राजस्व बाँडफाँडबाट 13,40,71,000, त्यसै गरी सङ्घीय सशर्त चालुबाट 36,82,00,000, सङ्घीय सशर्त पुँजीगतबाट 2,88,00,000, सङ्घीय विशेष अनुदान 68 लाख, सङ्घीय सहपूरक अनुदान 55 लाख, प्रदेश सामान्यकरण अनुदान 1,89,81,000, प्रदेश राजस्व बाँडफाँडबाट 6,22,64,000, प्रदेश सशर्त चालुबाट 3,56,56,000, 3,56,56,000, त्यसै गरी प्रदेश सशर्त पुँजीगतबाट 1,50,00,000, प्रदेश विशेष अनुदान 65 लाख, प्रदेश समपूरक अनुदान 1,77,00,000, स्थानीय राजस्व बाँडफाँडबाट 9 करोड, स्थानीय राजस्व बाँडफाँड घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट 9 करोड, आन्तरिक स्रोतबाट 14,52 लाख, मौद्दात रकम करिब 10 करोड, सामाजिक सुरक्षा 32,50 लाख, सडक बोर्डबाट 80 लाख, जम्मा 1,54,65,000, 65,73,000 चाहिँ यो वर्षको 1,54,65,000,000 चाहिँ यो वर्षको चाहिँ वार्षिक बजेट भएको छ। अब व्ययतर्फ खर्चमा चालु तथा प्रशासनिक खर्च 24,75,31,000, नगर गौरव आयोजनातर्फ 12 करोड, बहुवर्षीय योजनाहरू 2 करोड, सहपूरक कोषतर्फ 6 करोड, दिगो विकास लक्ष्य लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजना कार्यान्वयनको लागि 1 करोड, स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नगरपालिकाले गर्नुपर्ने कार्यको लागि आर्थिक विकासतर्फ 2,05,65,000, सामाजिक विकासतर्फ 2,57,06,000, पूर्वाधार विकासतर्फ 3,08,48,000, वन वातावरण तथा विगत व्यवस्थापनतर्फ 82,26,000। संस्थागत विकास तथा सुशासनतर्फको योजना तथा कार्यक्रमका लागि 51,41,000, वडा स्तरीय योजना तथा कार्यक्रमका लागि 17,64,00,000, सङ्घीय विशेष अनुदानतर्फको योजनाको लागि 68 लाख,
सङ्घीय सहपूरक अनुदानतर्फ योजनाको लागि 55 लाख, सङ्घीय सशर्त अनुदानतर्फको लागि 39 करोड 70 लाख, प्रदेश सशर्त अनुदानतर्फ योजनाको लागि 5 करोड 6,56,000, प्रदेश सहपूरक अनुदानतर्फको लागि 1 करोड 77 लाख, प्रदेश विशेष अनुदानतर्फ योजनाको लागि 65 लाख, सामाजिक सुरक्षा 32 करोड 50 लाख, भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी जनताको लागि पूर्जा वितरण कार्यको लागि 10 लाख, अनिवार्य तथा निःशुल्क आधारभूत तहको शिक्षाको लागि 1 करोड 20 लाख, जम्मा 1 अरब 54 करोड 65,73,000 खर्चतर्फ। अब चालु खर्चतर्फ चाहिँ हाम्रो चालु खर्च 78 करोड 4,94,000, पुँजीगततर्फ 43 करोड 60,79,000, सामाजिक सुरक्षा भत्तामा 32 करोड 50 लाख, वित्तीय व्यवस्थामा 50 लाख गरी 1 अरब 54 करोड 65,73,000। उपसंहार। अन्त्यमा नगरवासीको अपेक्षा र मागहरू धेरै छन्। आफ्नै गाउँघरमा आइपुगेको स्थानीय सरकारको विविध क्षेत्रमा सहयोग गरोस् भन्ने भावना र चाहना हुनु स्वाभाविक पनि हो। माग बमोजिम मुख्य योजनाहरूलाई गौरवको योजना, बहुवर्षीय योजना, सहपूरक योजना, दिगो विकास लक्ष्य हासिल गर्न छनौट भएका योजना, सशर्त योजना, विशेष योजना, नगर स्तरीय योजना, वडा स्तरीय योजनाको रूपमा सम्बोधन गरिएका छन्। सम्बोधन हुन नसकेको योजनाहरू नगरपालिका योजना बैङ्कमा राखी आगामी दिनमा प्राथमिकताको आधारमा सम्बोधन गर्दै अघि बढिनेछ। नागरिकका अपेक्षा क्रमशः सम्बोधन गर्दै समुन्नत नगरपालिका हुँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा हाम्रो निरन्तर प्रयास रहनेछ। नगरपालिका सामु विद्यमान रहेको चुनौतीहरूलाई चिर्दै अघि बढ्न सकेमा हामी अवश्य पनि लक्ष्यमा पुग्न सक्नेछौँ। यस नगरसभाबाट निर्णय भएका जति पनि योजना र कार्यक्रमहरू छन् ती सबैको प्रभावकारी कार्यान्वयन गर्नु हामी सबैको कर्तव्य पनि हो। यस बीचमा केही कमी कमजोरी भएका हुन सक्लान्, तर विगतका 3 वर्षको अनुभवले हामीलाई परिपक्व तुल्याएको छ। आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको निम्ति हामीलाई सल्लाह सुझाव दिनुहुने मान्य सांसदज्यूहरू, राजनीतिक दलका अगुवा नेताहरू, नगरका सल्लाहकार समितिका सदस्यज्यूहरू सबैप्रति आभार प्रकट गर्दै उहाँहरूले दिनुभएको सल्लाह र सुझावलाई यथासम्भव बजेटमा समेट्ने कोसिस गरेको छु। आगामी वर्षलाई हामी हाम्रो अब्बल कार्य सम्पादन वर्षको रूपमा बनाउन चाहन्छौँ। हाम्रो यो सङ्कल्पलाई पूर्ण रूपमा साथ दिन सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारी मित्रहरू, नगरवासी, आमा बुबा दाजुभाइ तथा दाजुभाइ दिदीबहिनीहरू र सरोकारवाला सबैलाई म आह्वान गर्दछु। धन्यवाद।